यात्रा भनेको डाँडाबाट पुलिचोरसम्मको के भयो त केटाहरूको कहाँ के गरेर हो र कहाँ गएर भेटिने के हो नि अगाडि गएको हो 4 जना भयो हामी 6 जना अब 4 जना अगाडि आउनु ए मन्जुला त्यता आहा यात्रा हो ए हामी यता बुढी चौकतिर कहाँ हो मैला यो चाहिँ हाम्रो धरान्त तराएको रोड यतापट्टि ठक्क सुरु हुन्छ जिल्लामा पसल अगाडि हो के गर्नु पछाडि नि पछाडि के गर्नु त आएको सिधा आइराख्नु होइन ठ्याक्कै तपाईँको यो हेलमेट ठ्याक्क ठोकिएको थियो कि हेलमेटले धेरै सेभ गरे हो नि तपाईँको इमर्जेन्सी ब्रेक भयो क्या उहाँ स्ट्यान्ड लगाइरहेको छ है तपाईँको अहिले भर्खर लगाउने लागेको छ त्यहाँ अहिले भर्खर लगायो हो भयो हेलमेटले जोगियो भने होइन यो उताबाट उता जान थालेर उसले हात दियो हामी बुढाले आफूले जोगिने भने त सिधै गएर नाच्नु मात्रै हो कसलाई फोन गरेर जुत्ता पनि किन्यो कि जान्छ हेलो हामी पुडी छ कार्यक्रम छ कि होला सुनै बोकेर म गएर बसेँ यो ठाउँ चाहिँ कुन के ठाउँ हो यो चाहिँ पुर्लेको बजार हो क्या यो पुर्ले बजार भनेको वास्तव हो ए हामी ल्याएको म्याटहरू अनि सुतिकाहरू पनि छ हो र बजार आइपुगेको
यता पर्छ दिगो त खनेकै दोल्ने गरेर छ त हेर दोने हो नि हेर नि अब हामी यहाँबाट चाहिँ पुलिसको खोजबाट छिरेको छ उकालो लाग्ने चाहिँ गाडी चाहिँ कोराको खोजबाट उकालोको खोजबाट पुलिसतर्फ लाग्दैछ हामी दुईटा पहाडको बिचको खोजबाट डरलाग्दो हेर्नु नि हो मुस्ताङ आएको छ ल यहाँ हेर नि यता ए यता आएको मुस्ताङतिर पनि यस्तै हो बाटो उनको लागि जातिला लाग्छ यो नथिचेको भयो त हिँड्न त लास्ट अस्ति पानी बिगारेको छ मैले कोठीलाई लिएर आएँ त फर्स्ट मैले लिएर आएँ दुईटा पहाडको खोजबाट छिर्दाखेरि है शिवको खानी हो दामी ठाउँमा रहेछ त घर त है यति चाहिँ धान्छ के यहाँको ल हामी बुढी चौरमा बिहानी भएको कति बज्यो अहिले 6:30 भयो हामीले स्टे गरेको घर हो यो चाहिँ फार्म हाउस पुरै यतापट्टि फोटो सेसन भइरहेको छ भाइहरूको
यहाँबाट ट्रेन हुनु लाग्छ देखामा त के हुन्छ यार एउटा डेस्टिनी त भेट्यो है यतिको बाटो त छ नि छैन जे भने जान सकिन्छ ल ल धन्यवाद है त चित्र आउँदैन नि त्यस्तो के आउँदैन ल भाइ अब हाम्रो डेस्टिनी यहाँबाट अगाडि बढो होइन ल त्यो सकिन्छ हिँड्नलाई बुढी चौरको गुम्बा डाँडा आइपुग्यो है साह्रै गाह्रो बाटो छ र बसिला त खतरा कति टाइम लाग्छ यहाँ जानलाई 2 घन्टा बढी लाग्छ अहिले त्यो दाइले हामीलाई यहाँ माथि पुग्न कति बेर लाग्छ भनेको थियो कि त्यो 15 मिनट यहाँ त 15 मिनट तल होला 10 मिनटमा आइदियो बुर्जले भनेको यता हो बाटो त छ नि छ माथि चाहिँ अलिक गाह्रो छ कि अनि के फापरलाई औषधि हाल्नु भएको तपाईँले फापरले होइन केलाई त सिमीलाई ए हालेर सिधै यहाँ पुऱ्याउनु बोडी चाहिँ रहन्छ त यता बोडी बोडेको हुँदैन हो किन चिसो भएर बोडेको फल्दैन बोडी पुरै लिएर पाखामा हुन्छ है मैले बुर्जाले माथि के बुर्जाले बस्नु हुन्छ गएन माथि त दमारै हो नि त्यो माथि पोइन्ट हुन्छ के अरे दे
कहाँ पुगेर आयो रे रुपेश धावा कि दावा हो जस छत्रेको हामी फेदीसम्म चाहिँ पुगेर आयौँ छत्रे लेकको फेदीसम्म पुगेर आइपुग्यौँ ल ठ्याक्कै रमाइलो रहेछ ठाउँ कति नम्बरबाट हो यो हाम्रो गढी 8 गढी 8 अनि यहाँनिर आउँदाखेरि स्पेसल के को लागि भनेर आउने त हामी यहाँ हजुरहरूले घुम्नको लागि हो भने यहाँ ऋषिश्वरी गुफा छ ऋषिश्वरी गुफा यहाँबाट कति टाढा पर्छ यहाँबाट अहिले हामी बस्ने स्थानहरू बाइकमा जानुभयो भने 10 मिनट यतापट्टिको बाटो हामी ठ्याक्कै त्यो छत्रेको लेकमै पुग्नलाई चाहिँ यहाँबाट बादल ए यो यो चाहिँ के हो त यो हाम्रो नेपालीमा के भन्ने अब तामाङ भाषाबाट आउँछ है भन्नु तामाङ तपाईँको अब परिचय दिँदै फार्म हाउसको समेत खुल्ने गरी एउटा परिचय दिनु त राम्रोसित मेरो नाम चाहिँ छोइसाङ दोर्जे स्याङताङ हजुर गढी 8 हाम्रो फार्म हाउस त मेरो केही छैन मेरो आरएस एउटा कार्पेट सानो गरेको चलाएर अनि यो फार्म हाउस खास बिजनेस पर्पजको लागि त बनाउनु भयो नि होइन अब हुन त मैले पहिला बनाउँदा आफ्नो आवश्यकता नै बनाइयो अब तपाईँहरूले रुचाउनु भयो यसको मन पर्नु भयो फेरि तपाईँहरूले यहाँ आएर तपाईँले 1-2 दिन बिताउँदाखेरि महसुस भयो होला तपाईँहरूलाई कस्तो लाग्यो त्यसमा निर्भर होइन हामीलाई आवश्यकता परेको खण्डमा हामी त यहाँ एक दिन बस्दाखेरि धेरै रमाइलो लाग्यो यहाँनिर होइन यहाँ सबै सुविधा पनि रहेछ तपाईँको कसो होमस्टे गर्नको लागि सुविधा रहेछ त्यो के सुविधा पाइन्छ त्यो पनि खुल्ने तपाईँको मुखबाट भनिदिनु त अब यहाँ चाहिँ मलाई पनि हिजो हजुरहरू आउँदा अत्यन्तै खुसी लाग्यो किन भन्नु होला भने हामीले बनाउनु तुलाउनु पर्या भए तपाईँले करिब थाहा पाइसक्नु भ्याउँदै नथ्यो मेरो पनि अब फ्यामिली पनि सानो बच्चाहरू पनि सानो मेरो परिवार चाहिँ अब हजुरहरू आउँदाखेरि त्यहाँ बाहिर हिँडेर गइराखेको छु होइन त्यो भ्याउँदैन कि तयारी म आफू पनि अब हिँडिरहनु पर्ने भयो तर हजुरहरू आफै आएर आफै बनाउँदाखेरि मलाई पनि एकदमै कम्फर्टेबल फिल छ आफै आउनुभयो आफै बनाउनुभयो होइन हामीले बनाएको भए अब मिठो नहोला कि भन्ने हामीलाई पनि त्रास पनि हुन्थ्यो त्यो बारेमा हामी मुक्त भयौँ है अनि यस्तै आफूले जति सक्दो तपाईँहरूलाई पनि अलिक खुसी पार्ने हाम्रो प्रयास त भइहाल्छ अनि योहरू बनाइसकेपछि अब यसलाई पनि अब हजुरहरूले जस्तो फेरि पनि हुँदो रहेछ घुम्नु पर्दो रहेछ यहाँ चाहिँ अब अलिकति बस्नलाई एउटा व्यवस्थापन मिल्छ जस्तो तपाईँहरूलाई महसुस भयो भने फेरि पनि यहाँ चाहिँ तपाईँ हजुर सरलाई चाहिँ यो सरहरू जस्तो चाहिँ बस्नको लागि तपाईँले किचन अब के बस्ने अनि पछि गएर अब त्यो हुन्छ कि त्यो हुन्छ नि रेस्टुरेन्टमा हुन्छ त्यो त्योहरू चाहिँ मैले कल्पना चाहिँ गरिरहेको छु त्यो हजुरहरूको माहौल हेर्दाखेरि यस्तो अनि तर त्यो पाराले मात्रै पनि पर्याप्त हुँदैन हामी अर्ग्यानिक पारामा जानुपर्छ यहाँ चाहिँ तपाईँहरूले आउँदाखेरि मासुमा भन्दा अझ यहाँको चाहिँ फाबरको अर्ग्यानिक चिजहरू होइन फाबरको रोटी खाने हो हजुरहरूले अनि फाबरकै ढिँडो खान मिल्यो कोदोको ढिँडो खुवाउने मेरो प्रयास रहन्छ पछि पनि अनि यहीँ हुर्किएको लोकल कुखुरा भयो लोकल कुखुरा पनि मैले प्रयास गरेर मेरो हृदयमा लाग्छ कि त्यो 2 वर्ष क्रस भइसकेपछि एउटा भालेले 15,000 दिँदा पनि दिन मन लाग्दैन हो ल टोलीहरूको टोलीहरू आउँदैछन् अनि हजुरहरूलाई चाहिँ लोकल कुखुरा मैले खोजिरहेको छु पाइरहेको छैन हेर्नु अब यहाँको डिमान्ड त छ तर पूर्ति गर्न सकिरहेको छैन यो पनि हामीले एउटा हामी हेगु छोर्लिङ भन्ने गुम्बामा पुगेर आएको हो त्यो चाहिँ पुरानो गुम्बा यो ठाउँको अत्यन्तै पुरानो गुम्बा यो अहिले बनाएको सबै नयाँ नयाँहरू अनि यहाँनिर खाना बनाउँदाखेरि कतिको सजिलो भयो त अनि यहाँको व्यवस्थापन कस्तो रहेछ एकदम सोचेभन्दा धेरै राम्रो होइन झिरदेखि लिएर सेकुवा बनाउने झिरदेखि लिएर कोइलादेखि लिएर होइन सबै चिज राखिदिनु भएको छ है नत्र हामीले त्यति चाँडै खाना खाएर इन्जोय गर्न पाउँदैन थियो हाम्रो पकाउँदैमा दिन बित्यो सबै कुरो म्यानेज हुनाले एकदम सजिलो फुल इन्जोय लियौँ हामीले सुबोध
2-4 शब्द जवाफ त अब यहाँको बारेमा केही छैन यार के छैसाङ नाइले मिठो गर्नुभयो हैन छैसाङ नाइले धन्यवाद ल तपाईँलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद है फेरि पनि म चाहिँ यो के भन्न चाहन्छु भने हजुरहरू आउनुभयो यहाँ होइन हजुरहरूले खुसी भएर तपाईँहरू फर्किनु भयो भने योभन्दा हामीलाई केही पनि चाहिएन अनि ल हाम्रो रविन श्रेष्ठ भाइ भाइको पनि परिचय दिनु पर्यो मेरो नाम निराजन अधिकारी निराजन अधिकारी हाम्रो डाक्टर साहब पनि आउँदै हुनुहुन्छ यहाँबाट डाक्टर साहब बलराम हाम्रो सोचाइले भने दिनेश अधिकारी होइन त हामी स्याप्राले गएर अब स्याप्राले फेदिमा गएर चाहिँ ले हाम्रो सज्जन भाइ आए है धेरै सज्जन भाइ यतापट्टि विपिन कार्की हाम्रो चाहिँ महेश भाइ होइन अरूलाई विपिन कार्की सफल अधिकारी हाइक सिधेको हो त यहाँबाट टुङ्ग्या हो त हाइक सक्यो हामी फर्किसकेका छौँ 3.5-4 घन्टाको हाइकिङ पछि हामी फाइनली अहिले यहाँ आइपुगेका छौँ बिहान बुढी चौरको बिहानको भोजनमा यो जाँदैछ अलि एकदम सिक्किएको खुट्टामा भेटेको जुन गरौँ त एकदम सिक्किएको भाले भेटेको छौँ एकदम बुढो सुपसँग लिन्छौँ हामी उहाँलाई सुपसँग लिन्छौँ अलिअलि चिउरासँग लिन्छौँ भातसँग पनि लिन्छौँ होइन खानासँग लिन्छौँ हामीले उहाँलाई एकदम ग्रहण गर्ने विचार गरेका छौँ लाग्छ रे बाइकमा 5 मिनेट पनि लाग्दैन
5 मेरै पुगिन्छ 5 मिनेटमा कुन ठाउँ अरे त्यो यही भन्दा उता त होइन त्यही उ त्यही हो ए आइसक्यो ल ठिक छ ल आइसक्यो बना हुन्छ त यहाँ पर्टीको स्टक भनेपछि त्यस्तो बना हुन्छ रे के डाँडा रे भाइ के डाँडा रे छोडेर